Namaste everyone. I am Arpana Khanal and today I am here to share valuable insights on high-density apple orchard management. Recently, I had the incredible opportunity to attend a training program conducted by the Prime Minister Agriculture Modernization Project PMAMP in Jomsom, Mustang. The session was led by the esteemed Senior Horticulture Development Officer Mr. Padmanath Atreya. If you are an apple lover or an aspiring apple farmer, this video is just for you. High-density apple farming is a modern approach where apple trees are planted closer together, allowing better land utilization, higher yields, and efficient orchard management. It involves selecting the right rootstocks, training systems, and nutrient management techniques. As per Padmanath Atreya's guidance, the best planting system for high-density apple orchard includes spacing 1 meter between plants and 3 meter between rows, dwarf rootstocks like M9, M26 and MM106 for better yield and manageable tree height, training systems like vertical axis, slenderer, tall spindle or trellis system for efficient light penetration and airflow. Here is video clip from the practical session guided by Mr. Padmanath Atreya. यदि अब तार भएन भने मजाले यसरी किला गाडेर किलामा चाहिँ बान्ने हो है किलामा भन्नाले मैले अघि नै हजुरले भनेको थिएँ निगाला भयो एकदम बेस्ट भयो हैन निगालामा चाहिँ हामीले बान्न सकिन्छ र अब यो चाहिँ सबै जति पनि छ नि यो चाहिँ मेजर ब्रान्च भनेको तपाईको फ्रुट दिने हैन फ्रुट दिने ब्रान्चको रूपमा चाहिँ डेभलप गर्ने हो र हाम्रो मुख्य उद्देश्य के हुनुपर्छ भन्दाखेरि यो चाहिँ मजाले स्ट्रङ बनाउने यो भनेको मेरुदण्ड हो यसको हाम्रो मान्छेको मेरुदण्ड जस्तै यो पनि यो बोटको मेरुदण्ड हो यो हो यो बलियो हो भने बल्ल यी हाँगाहरू चाहिँ राम्रो आउँछ नि त हैन राम्रो मोटाउने भयो अनि राम्रोसँग फल लाग्ने खालको चाहिँ हाँगा आउने भयो त्यही भएर यसको हेल्थ चाहिँ एकदम राम्रो बनाउनु पर्यो र यसलाई चाहिँ तपाईँको पहिला गोडमेल गर्नु पर्यो अनि यसमा चाहिँ त्यो M9 को यो चाहिँ सिम्पल नै हो है तपाईको यो जातीय विशेषता हो यस्तो खालको छ नि यो कुनै रोग चाहिँ होइन यस्तो खालको सकर चाहिँ यसलाई चाहिँ फाल्दिनु पर्छ तलबाट तपाईले यसलाई तानेर फाल्दिने हो सकेसम्म जरै उठेर फाल्दिने हो नभए पनि तपाईले यहाँ तलबाट यसरी काटेर फाल्दिनु पर्ने भयो अब यो चाहिँ तपाईको यहाँ माथिपट्टि चाहिँ यो स्पर भेराइटी भनेको छ नि त स्पर भेराइटीको मुख्य ब्युटी चाहिँ के हो भन्दाखेरि जस्तै उदाहरणको लागि यहाँ हेर्नुहोस् है यो फल दिने ठाउँहरू नि त हैन यो लास्ट इयर फल आएको ठाउँ हो अब त्यो हो भने त्यही ठाउँबाट चाहिँ नेक्स्ट इयर पनि फल लाग्छ कि यहाँबाट टिप्नु भयो भने अर्को वर्ष पनि यहीँबाट फल लाग्छ कि यसको ऊ भनेको जस्तो अरू भेराइटीहरूमा त्यस्तो कमै हुन्छ कुनै बर्डमा चाहिँ देखिन्छ नत्र पनि खासै देखिँदैन र हामीले सकेसम्म चाहिँ यो मेन उसमा चाहिँ नफलाउने जस्तै उदाहरणको लागि यहाँ फल्यो नि त यो फल दिने ऊ हो हैन जस्तो हजुरहरूलाई चिन्नको लागि कुनमा चाहिँ फल आउँछ कुनमा चाहिँ पात आउँछ भन्ने जस्तै 1 वर्ष पुरानो हाँगाहरूमा चाहिँ तपाईँको फल लाग्ने स्पोरहरू यो चाहिँ स्पोर भनेको फल लाग्ने फुल्ने फल लाग्ने स्पोर हो अहिले पनि फल लाग्छ यसमा हैन तर यो करेन्ट सिजनको लास्ट इयर आयो नि त यो लास्ट इयर आएको अहिलेको वर्ष आएको हो भने त्यसमा चाहिँ पात आउने हैन र मजाको तपाईँको यहाँ मल खादहरू पुग्यो भने यसको साइज चाहिँ एकदम राम्रो हुन्छ र एकदम भिगर हुन्छ र यी हाँगाहरूलाई तपाईँले माथि बढाउनु चाहिँ भएन यिनीहरूलाई चाहिँ सकेसम्म तपाईँले तलपट्टि ल्याउने हो ठ्याक्क कति ल्याउने भन्दाखेरि यहाँबाट छुटेको हुन्छ नि यसको लेभलमा चाहिँ तपाईँले ल्याउनु पऱ्यो हैन अब ल्याउँदाखेरि हेर्नुहोस् है जस्तै अब यतापट्टि जाँदाखेरि यो भयो यतापट्टि त हाँगा चाहिँ यसरी आउने भयो यहाँ जुत्छ नि त हैन त्यो जुत्ने भएको कारणले गर्दाखेरि यो चाहिँ लगभग 50 सेन्टिमिटर भएपछि हामीले चाहिँ यसलाई अब रोक्नुपर्छ किन भन्दा यो एरियाभन्दा उतापट्टिको एरिया चाहिँ यो अब यो बोटको एरिया होइन हैन त्यो कारणले गर्दाखेरि हामीले यसलाई चाहिँ अलिकति हेडिङ ब्याक गरिदिने अथवा यसरी काट्दिने सबभन्दा राम्रो यसरी उ भयो भने रिङमा हेरेर काट्ने हो यसमा चाहिँ रिङ छोडेको छैन नि त हैन रिङ छोडेको छैन त्यही भएर हामीले यसरी काट्दियो भने पनि यसको ग्रोथ जति भइरहेको थियो नि
त्यो ग्रोथमा चाहिँ यो जाँदैन। हामीले यहाँ चाहिँ अलिकति हुन्छ, यहाँबाट दुईवटा आउँछ, यसको हाफमा मात्रै आउँछ। मैले अघि नै त्यहाँ हजुरहरूलाई क्लासमा पनि भनिसकेको थिएँ होइन। त्यसरी गर्ने र यसलाई चाहिँ अब हामीले धागोले बाँधिदिने, यसरी बाँध्ने र यो अनावश्यक यो काट्ने बेलामा चाहिँ तपाईँले ध्यान दिनुपर्छ। जस्तै यस्तरी ठुलो छोडेर काट्ने होइन, लास्ट इयर काट्ने बेलामा यहाँ मिस्टेक भएको छ नि त। यसलाई चाहिँ हामीले यसरी नै काट्नुपर्छ कि यो सर्लक्क पारेर काटिदिने, यहाँ चाहिँ तपाईँको बोर्ड पेस्ट लगाइदिने होइन। यो लगाइदियो भने यो घाउ पुरिहाल्छ, त्यस्तो समस्या छैन। यहाँ फ्रुटिङ हुनको लागि यहाँ फ्रुट हुने ठाउँहरू छोडेको छ नि त। यो लास्ट इयर पनि यहाँ टिप्यो, अहिले फेरि यहाँबाट फ्रुट आयो। यी लास्ट इयर यहाँ टिप्यो, अहिले फेरि यहाँबाट फ्रुट आउनको लागि छोड्यो होइन। अब यो हाँगा धेरै स्योर फ्रुट हो त सर, यो पनि फ्रुट होइन फ्रुट होइन फ्रुट हो होइन आयो। यो कुनैमा आउँछ तर सबैमा चाहिँ हुँदैन। यो चाहिँ फ्रुट नै हो होइन, फ्रुट नै हो। तर सकेसम्म फ्रुट निकाल्ने बेलामा यस्तोबाट मेन स्टिमबाट चाहिँ फ्रुट ननिकाल्ने। यहाँ मिस्टेक भयो हेर्नुहोस्, यहाँबाट हाँगा आएको थियो, यो हाँगा काटिदिसके पछाडि यो चाहिँ यो यस्तोमा त यस्तै फुटिङ ब्रान्च राख्नु पऱ्यो नि त। अनि यो फुटिङ ब्रान्च चाहिँ राख्नु भयो मेन लिडरमा नफलाउनु, मेन लिडरमा चाहिँ सकेसम्म नफलाउने। यहाँबाट त हाँगा निकाल्ने हो नि त होइन। त्यो कारणले गर्दाखेरि हामीले यस्तोमा चाहिँ तपाईँको यो चाहिँ हाँगा निकाल्नको लागि गर्ने काम गर्नु पऱ्यो। र अब यो कति हाँगा राख्ने, जस्तो यहीँबाट आइरहेको छ यसलाई राख्ने नराख्ने होइन, यसलाई चाहिँ राख्नु भएन। यस्तो बाक्लो हाँगाहरू राख्नु भएन। र हरेक हाँगाहरूको बिचमा पनि तपाईँको स्पेस राख्नु पऱ्यो। कम्तीमा पनि 8देखि 10 सेन्टिमिटर जस्तो चाहिँ तपाईँको फरकमा राख्नु पऱ्यो। एकदम बाक्लो भएर पनि भएन। तर यहाँ त प्रशस्त मात्रामा फ्रुटिङ ब्रान्चहरू छैन नि त। त्यो कारणले गर्दाखेरि हामीले केही ब्रान्चहरू चाहिँ राख्न सकिन्छ। जस्तो यहीँबाट आएको यो छ भने यसलाई गरिदिने, यसलाई चाहिँ यसरी बाँधिदिने होइन। अब यसरी बाँध्दाखेरि पनि तपाईँको यो माथिपट्टि गएको ठडिएको हाँगा हुन्छ नि त, यो ठडिएको हाँगालाई चाहिँ तपाईँको माथि राखिदियो भने यो त सर्लक्क त्यही भएर यसलाई चाहिँ हामीले रोकिदिनु पर्छ। अब यहाँ फ्रुट फलाएर खाने हो भने चाहिँ तपाईँले यसरी काट्नु पऱ्यो, होइन यसलाई पुरै फ्रुट चाहिँदैन भन्ने भयो भने चाहिँ तपाईँले यहाँ चाहिँ पुरै स्टप गरिदिने। यहाँबाट स्टप नै हुन्छ होइन। र यसरी अब बाँध्दाखेरि जस्तो हजुरले यहाँ बाँध्नुहुन्छ, यो बाँधेपछि यो एउटा त यता जान्छ, यो तलपट्टिको त नुगेको हाँगा भयो नि त, यो तलपट्टिको होइन। यो तलपट्टि लत्रेको हाँगालाई पनि तपाईँले यसलाई पनि यहाँबाट काटिदिने होइन। यसो गर्ने। अब यसलाई चाहिँ माथि अगाडि धेरै नबढाउने भयो भने यहाँबाट काटिदिने। यसलाई चाहिँ यसरी तर अनि टोटल्ली बन्द गर्नु यो रिङमा यही गर्ने हो। रिङ छैन त्यसमा रिङ छैन। रिङ भएको चाहिँ म यहाँ तपाईँहरूलाई देखाउँछु अहिले है। जस्तो यहाँ काट्ने बेलामा यहाँ हेर्नु त मिस्टेक भयो नि त, हेर्नु यतिकै भयो। यसलाई चाहिँ हामीले यो फेदैलाई काट्नु पऱ्यो कि यसरी काट्नु पऱ्यो। अब यसलाई हामी यसरी नुगाएर बाँधिन्छ नि त, बाँध्दाखेरि तपाईँको यो तलपट्टि लत्रिन्छ यो हाँगा, यसलाई पनि फाल्नु पऱ्यो। अब यसलाई फ्रुटिङ आउनको लागि बनाउने हो भने यतिको छोडेर गरिदियो भने अर्को वर्ष चाहिँ यो यहाँ स्पर डेभलप हुन्छ। यो स्पर डेभलप भयो भने अर्को वर्ष चाहिँ यहाँ फ्रुट आउन सक्छ। यदि फ्रुट ल्याउने होइन भने चाहिँ तपाईँले काट्नु पऱ्यो, किनभने यहाँ त फ्रुट चाहिन्छ नि त। जस्तो यहाँ एउटा छ अनि तपाईँको यहाँ फ्रुट भयो भने अर्को वर्ष तपाईँले यहाँ कतै काटिदिनु भयो। जस्तै उदाहरणको लागि तपाईँको यतापट्टि काटिदिनु भयो भने यो चाहिँ फ्रुटिङ जोनको रूपमा चाहिँ डेभलप गर्न सकिन्छ। अनि यतापट्टि चाहिँ तपाईँले ब्रान्चहरू ल्याउन सक्नुहुन्छ। जस्तै यसरी आयो भने अब यहाँ तपाईँले फ्रुट चाहियो भने चाहिँ अलिकति छोडेर यहाँ काटिदिनुहोस्। अनि यतापट्टि यो स्परहरू डेभलप हुने ठाउँ छँदैछ होइन। यसलाई चाहिँ धेरै नबढाउनको लागि तपाईँले यसरी काटिदिनु होला। यो नुगाउने बेलामा यसरी धनुषङ्गार बनाएर नुगाउनु हुँदैन है पुरै। हेर्नुहोस् त यसरी बाँधेको देखिन्छ कि कहीँ है पुरै। यसरी बाँध्न चाहिँ हुँदैन है, यसरी बाँधेको देखिन्छ। यसरी बाँध्यो भने चाहिँ त्यो गल्ती हुन्छ। लगभग यतिको बनाएर बाँध्ने। अब यस्तो खालको अनावश्यक छ भने यस्तोलाई चाहिँ हटाइदिने गर्नु पऱ्यो। यस्तोलाई चाहिँ तपाईँको यो फाल्नु पऱ्यो है। यहाँ मिस्टेक भएकोलाई पनि मैले करेक्सन गरिराखेको छु। यो छ, यस्तोलाई चाहिँ हामीले गरिदियो भने यो चाहिँ पुरिन्छ। अब एकै वर्षमा पुरिहाल्छ। यहाँ चाहिँ फ्रुट छ। जस्तो अब यत्तिकै हाँगा भयो भने कतिवटा फ्रुट फलाउने भन्ने कुरा चाहिँ तपाईँ हाम्रै हातको कुरा हो क्या होइन। कति जति फ्रुट फलाउने, धेरै फलाउने कि नफलाउने भन्ने कुरा चाहिँ जस्तो यहाँ यहाँ चाहिँ दुईवटा जस्तो आउने रहेछ। दुईवटामा तपाईँको एउटैमा पनि 4-5वटा आउँछ भनेर भनेको थियो नि त। यसमा चाहिँ तपाईँले एउटा राख्नुभयो भने 1, 2 अनि यतापट्टि पनि छ। यहाँ हेर्नुहोस् त, यहाँ 3टा होइन। कम्तीमा यतिको हाँगामा 3-4वटा फल फलायो भने त तपाईँलाई इनफ हुन्छ नि त। किनभने यो यसको हेल्थै राम्रो छैन नि। राम्रोसँग हेल्थ भयो भने त यो बोर्डमा हामीले मजाले धेरै नै फल फलाउन सकिन्थ्यो होइन। अब यतिको स्पर भयो भने यतिकोमा कतिवटा फल फलाउने, जस्तो यहाँ भयो 2टा भयो 3टा 4वटा त स्परै छ भने 5-6वटा हामीले फल राख्न सकिन्छ होइन। एउटामा 2टा राख्यो भने। तर एउटा राख्यो भने 1, 2, 3, 4वटा त फल राख्न सकिँदो रहेछ होइन। यतिको गरेर हामीले चाहिँ यसलाई कति फल राख्ने भन्ने कुरा चाहिँ आफूले निर्णय गर्ने कुरा हो। केही कन्फ्युज छ तपाईँलाई?
म यहाँ एउटा चाहिँ हजुरहरूलाई यो रिङ देखाउँछु भनेर यसले छ यो रिङ यहाँ हेर्नुहोस् त यो काट्ने बेलामा मिस्टेक भएर यस्तो भयो क्या यसरी राख्ने पुरै सेभै भयो अनि तपाईँको यहीँबाट फ्रुटहरू आउने ठाउँहरू भयो होइन यो चाहिँ रिङ हो तर अब यहाँ त काट्न पाइएन जस्तो अब यसरी रिङ कट गर्न सकिन्छ कि अब माथि रिङ छैन 10 फुट भन्दा माथि गएर अनि के भयो त्यो छोप्दिने मात्र कि रिङ कट अप्सन छ त्यसमा त तपाईँले यी सबै हाँगाहरूलाई यतिको हाँगाहरूलाई चाहिँ सबैलाई उगाउनु पऱ्यो अब मेन हाँगामा चाहिँ तपाईँको मेन लिडर हो नि त यो मेन लिडरमा चाहिँ फ्रुटहरू राख्नु भएन कि यो फ्रुट राख्यो भने के हुन्छ यसको नेचर के हुन्छ भन्दाखेरि तपाईँको जति यसले खाद्य तत्त्व पाउँछ नि सबभन्दा पहिला चाहिँ फ्रुटलाई दिने भन्ने हुन्छ मान्छेमा पनि त्यस्तै हुन्छ नि बच्चा बच्ची नभइन्जेलसम्म फुक्का फाल दौडिन्छ बच्चा बच्ची भयो भने फर्स्ट प्रायोरिटी चाहिँ बच्चा बच्चीलाई होइन तपाईँको आफूले बरु आधा पेट खान्छ बच्चा बच्चीलाई चाहिँ दिनै पर्छ भन्ने हुन्छ नि त त्यो कारणले गर्दाखेरि तपाईँको यो फ्रुटहरूमा पनि यिनीहरू वनस्पतिमा पनि लगभग त्यो नेचर हुन्छ मजाले पायो भने त्यहाँ फ्रुट भइन्जेलसँग फ्लावरिङ भयो भने त्यस्तो बेलामा चाहिँ तपाईँको तिनीहरूले फललाई नै बढी प्रायोरिटी दिएर उसको खाद्य तत्त्वहरू चाहिँ फललाई दिनुपर्छ अनि बोटको ग्रोथ चाहिँ राम्रो हुँदैन क्या त्यो कारणले गर्दाखेरि हजुर एकदम 100% यो 100मा 100 हो अब यस्तोलाई राख्यो भने तपाईँको यहाँ चाहिँ बोटहरू हुँदैन यहाँ यसको ग्रोथ राम्रो हुँदैन त्यही भएर यस्तो खालको फलहरूलाई चाहिँ फाल्नुपर्छ र यस्तो खालको क्रोच एङ्गल मैले अघि नै भनेको थिएँ नि यस्तो खालको एङ्गल भयो भने यो ठाडो भएर आयो नि त होइन यो त हामीले पहिल्यैकै वर्षमा चाहिँ यसरी नुगाएर बाँधिदिने हो क्या यसलाई यसरी बाँध्ने हो तर भएन अब यसरी बाँध्दाखेरि जति बाँध्दाखेरि तपाईँले यो आउँदैन भने यहाँ डच कट गरिदिने यो डच कट गर्दाखेरि यहाँ तलको बड हेर्नुहोस् यहाँ बड प्रशस्त छ यो सबै बड हो त्यही भएर यसलाई चाहिँ तपाईँको यस्तो खालको छड्के बनाएर यसरी काटिदिने हो यो यसरी काट्दैपछि अब चाहिँ तपाईँको यो चाहिँ होइन अब यसलाई नुगाएर बान्नुहोस् ल धागोहरू ल्याउनुहोस् त धागो तपाईँले के हो निकाल्नु भन्नुभयो नि त्यो भएन भने नोचिङ गर्न भनेको यो चाहिँ यस्तो हो है जस्तो अब यहाँ हेर्नुहोस् है हो नि यहाँ प्रशस्त हाँगा तर यहाँ चाहिँ हाँगा छैन यो हाँगामा हाँगा छैन यहाँबाट हाँगा निकाल्नु पऱ्यो जस्तै उदाहरणको लागि यहाँ बर्ड छ यो बर्ड चाहिँ के हो भन्दाखेरि यो ब्लाइन्ड बर्ड छ नि त होइन ब्लाइन्ड बर्ड छ भने यो ब्लाइन्ड बर्ड छ भने यस्तोमा चाहिँ तपाईँले यहाँबाट हाँगा निकाल्न सक्नुहुन्छ अब हाँगा निकाल्दाखेरि कहिले निकाल्ने नोचिङ गर्दाखेरि जहिले पनि तपाईँको फुल फुल्नभन्दा 2 देखि 3 हप्ता अगाडि जस्तो वैशाखको फर्स्ट विकमा गर्छ चैतको 15 तिर चाहिँ तपाईँले यहाँ चाहिँ काटिदिनु पर्यो यो काट्दाखेरि सबभन्दा त्यो हेक्जा ब्लेड पनि युज गर्न सक्नुहुन्छ होइन हेक्जा ब्लेड हुन्छ नि त्यसलाई डबल बनाएर सही गरिदियो पनि हुन्छ तर त्योभन्दा तपाईँको यही चक्कु युज गरेर तपाईँले यहाँबाट ग्राफ्टिङ नाइफ युज गर्नुहोस् यसको जस्ट माथिपट्टि है धेरै माथि होइन जस्ट माथिपट्टि तपाईँले यहाँ चाहिँ अलिकति यस्तो खालको बनाउने अब साइडबाट निस्किन्छ पछि एउटा अब यहीँबाट निस्किन्छ अब यसैको यो बर्डबाट चाहिँ यो आँखा निस्किन्छ यो भनेको के हो भन्दाखेरि तपाईँले मैले अघि नै भनेको थिएँ नि अक्जिन भन्ने एउटा हर्मोन हुन्छ त्यो हर्मोन चाहिँ जहिले पनि टुप्पामा निस्किन्छ यो यसको टुप्पामा होइन त्यसको मुभमेन्ट चाहिँ जहिले तल हुन्छ तल भयो भने त्यो अक्सिजन भनेको एकदम डोमिनेन्ट नेचरको हुन्छ कि लिडरमा हुन्छ नि त त्यही भएर यदि त्यो भयो भने त्यसले चाहिँ अरू हर्मोनहरूलाई चाहिँ एक्टिभ हुन दिन्न जस्तै यहाँ साइटोकाइनिन जिबरलिनको चाहिँ रोल बढी हुन्छ साइटोकाइनिन तलबाट आउँछ जिबरलिन यहाँबाट प्रोडक्सन हुन्छ र त्यसले चाहिँ हाँगा निकाल्नलाई मद्दत गर्छ कि अनि यहाँ चाहिँ अक्सिजनको फ्लो यहाँ ठ्याक्कै क्लोज भइदियो भने त्यो बेलामा चाहिँ तपाईँको यो चाहिँ यसले चाहिँ हाँगा निकाल्न पाएछ कि अब अहिले यहाँ फल छ नि यो फललाई अहिले झारिदिए हुन्छ कि हुँदैन हुन्छ एकदम राम्रो नत्र यस्तो हुने भयो यो पनि फल खाएर यस्तो आयो यो फलहरूलाई अहिले तपाईँले यहाँबाट रिमुभ गरिदिए पनि भयो कि यिनीहरूलाई तपाईँले अहिले रिमुभ गरिदिनु भयो भने बल्ल यसको ग्रोथ चाहिँ माथिपट्टि हुन्छ 10 फिटसम्म मजाले राम्रोसँग ग्रोथ हुन्छ नत्र भने त यहीँ भएको न्युट्रिएन्ट जति सबै यहीँ खान्छ कि जति सबै यहीँ खान्छ यो हाँगाहरू जस्ताको जस्तै हुन्छ अर्को वर्ष पनि तपाईँको यहाँ राम्रो पाउँदैन धेरै ग्याप भयो नि त बिचमा होइन यहाँ हाँगा निकाल्नु यहाँ एउटा हाँगा निस्किन्छ यहाँ एउटा हाँगा निस्किन्छ होइन अनि तपाईँको त्यही अनुसार चाहिँ हाम्रो अघि राखेको पनि ठिकै थिएन सर त्यसको भविष्य त यही त हो नि हुन चाहिँ कुनको अघि यहाँ भर्खर जै काट्यो त्यो त फल हो नि त्यो त फल हो नि त्यो फल पनि यो पनि फलबाट त होइन होइन यो तपाईँको फलको साइडबाट गएको यो पनि फल आएर यस्तो भयो यस्तोबाट गएको हो कि
यसरी यो हाँगा गयो, हाँगाको साइडबाट फल आएको, यहाँ पनि फल आउँदैछ नि। यहाँ हेर्नु त, स्पर भेराइटी भनेको त्यही नै हो है। तपाईँले यसलाई बोट बनाउनु त ल बाँध्नुहोस्। यो नचिङ त स्केल टिकटिकेलाको रुखमा ठिक हुन्छ क्या, त्यो आँखै हुन्न नि त त्यसको त, त्यहाँ सबै खाइदिइसकेको हुन्छ स्केलले। नचिङ त्यहाँ काम लाग्छ क्या। नचिङको अब यसलाई बाँध्ने बेलामा मैले अघि भनेको थिएँ नि तपाईँको, यो बाँध्ने बेलामा चाहिँ तपाईँको चुर्काउने चाहिँ यसलाई विचार गर्नु है। यो चाहिँ आर त त्यो निगालासँग हो, निगालासँग हो। यसलाई चाहिँ डबल गाँठो पार्नु भयो भने यो चाहिँ सुर्किँदैन क्या। जस्तै यस्तो गरेर नि नसुकिँदो रहेछ कि। हो, त्यो चाहिँ तपाईँको उल्टे गाँठो भनेको थिएँ नि मैले अघि। राखिदियो भने अनि यसरी गर्नुभयो भने यो चाहिँ मजाले तपाईँले यहाँ गरेर यसो गर्यो भने जति हुन्छ आफैले त्यसो तान्दो रहेछ। तपाईँले त्यो बाँधेको सिस्टम कसरी गर्नुभयो? त्यो फेरि कसिन्छ नि, 1 वर्षमा त अलिक मोटो हुन्छ नि त त्यो। होइन, यो त 1 वर्षमा हटाउने हो। यो त यसमा बाँध्नु, एकजनाले बाँध्नु यहाँ तल यतिकोमा बाँध्नु। अनि सबै निगालामै बान्ने हो सर? सबै होइन, तारमा पनि बाँध्ने। तार त यहाँ छैन नि त, न त तारमा बाँध्ने। यतिकोलाई त तपाईँको 2 फिट भने नि मैले। यहाँ त एउटा तार आउँछ, यसलाई त यहाँ तारमा बाँधियो भइहाल्यो क्या। त्यो त धेरै टाइट भयो क्या। यसलाई तारमा बाँधिदियो होइन, यतिको ठिकै छ। नुगेन अझै मजा आउँछ। ल अरू धागो खोइ, धागो दिनु, मुठै दिनु त मुठो। यो प्रोसेस त यतापट्टि भयो भने तपाईँको यो हाँगा राखिरहनु पर्दैन कि। यहाँ डबल हाँगा भयो नि। यो हाँगालाई तपाईँले अब यहाँनिर काटिदिनु भयो भने यहाँबाट स्पोर आउँछ होइन। अर्को वर्षलाई तपाईँले यहाँ चाहिँ यसरी गरेर बाँधिदिए हुन्छ। यो किन भन्दा यहीँ प्रशस्त हाँगा हुन्छ नि त, यही छ हाँगा भने किन त्यसलाई लिएर होइन। ल मान्छे भन्नुहोस् कसरी बाँध्दो रहेछ हेर्नु। कसिन्न नि होइन। अब भेरी गुड। नकसिने भयो भने ल तपाईँले स्टुडेन्टले गर्नुहोस् न। सबभन्दा बाँध्न जानु पऱ्यो, यहाँ बाँध्न नजानेर त भएन नि त। यति नै गऱ्यो भने नि यसमा स्पर गर्नु त तपाईँले कतिवटा फल हुन्छ, फल प्रोसेस त हुन्छ नि। अब यसलाई मल हालेर गऱ्यो भने यही नै फलहरू यस्तो होइन। ल त्यस्तै गरेर यसलाई पनि बनाउनु। हजुर एउटामा 4-5 फल कति छ यहाँ हेर्नु न तपाईँ। That's all for today. I hope this video was helpful. A big thank you to PMAMP Mustang and Mr. Padmanath Atreya for this insightful training. If you are an apple farming enthusiast, let's connect and share knowledge. Don't forget to like, comment and subscribe for more farming related content. See you in the next video. Happy farming.